ब्लग अलिकति ढिलो भयो है, नरिसाइदिनु होला। अब चाहिँ टीका लाउने पालो कुल्लाको सुप। दिस इज हेलो एभ्रिवान, वेलकम ब्याक टु माई भिडियो। र तपाईहरु कस्तो हुनुहुन्छ है? आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ भनेर, र तपाईको दिवाली पनि एकदमै राम्रो है बित्यो भनेर म आशा गर्दछु। र आजको भिडियो चाहिँ हुनेछ दिवाली स्पेशल र है यो भिडियो चाहिँ पुरा हेर्दिनु होला, छोटो छ। आजको दिन चाहिँ यस्तो भइरहेछ, टङ टङ घाम। त म चाहिँ रेडी भइसके, अब यसमा टीका लाउनु छ। यहाँ कुल्लाको सुप। दिस इज के छ? पनिर, आलुदम। खाना चाहिँ टेकाएको छैन। ल त गाइस, यहाँनिर देख्न सक्नुहुन्छ है, यहाँ चाहिँ हाम्रो उतापट्टिको बहिनीहरूले मजाले मिलाएको रहेछ है, मजाले बनाएको रहेछ त्यो। ल भाइ, हेलो गाइस भन्नु। टीका लाउने पालो। अलराइट गाइस, र अहिले भने चाहिँ है फाइनली टाइम भइसकेको छ है। सबैजना रेडी हुँदा फेरि अलिकति टाइम लागेर ढिलो चाहिँ भयो, तर पनि है हाम्रो बहिनीले यहाँनिर फाइनली हामीलाई भाइटिका लगाइदिनु है स्टार्ट गरिसकेको छ। र पालै पिलो चाहिँ हामीलाई बहिनीले चाहिँ है भाइटिका लगाइदिँदैछ। र यो पालिको भाइटिकामा चाहिँ हामी हाम्रो एकजना बहिनीकोबाट मात्रै भाइटिका लगाउन पाउँदैछौँ, किनभने हाम्रो अर्को बहिनी र है हाम्रो भाइ चाहिँ बाहिर छ, र उहाँहरूको व्यस्तताको कारणले गर्दाखेरि यो पालि दीपावलीमा आउनु सक्नु भएन। त्यही भएर चाहिँ यहाँबाट नै यो भिडियोको मार्फत है उहाँहरूलाई पनि धेरै धेरै सम्झना अनि माया भन्दै मेरो प्यारा भ्युअर्सहरूलाई पनि है भाइटिकाको शुभकामना भन्न चाहन्छु। ब्लग अलिकति ढिलो भयो है, नरिसाइदिनु होला। र यहाँनिर हामीलाई तपाईँहरूले देख्न सक्नुहुँदैछ, हाम्रो बहिनीले हामीलाई चाहिँ दुईवटा माला लगाइदिँदैछ, फुलको माला। किनभने दाजुहरूलाई चाहिँ 2टा माला लगाइदिनु पर्छ भनेर चाहिँ है भन्ने गर्छन् हाम्रो बुढापाकाले। अनि गाइस है टीका सकेपछि त्यही हो, बहिनीको हातबाट हामीले सगुन है खान पाइन्छ। र त्यस पश्चात हामीले के गर्यो भन्दाखेरि चाहिँ हामीले बहिनीलाई पनि हामीले टीका लगाइदियो है, उसको पनि निधार चाहिँ खाली नहोस् भनेर। अनि टीका लगाउनुको साथसाथै है हामीले बहिनीलाई सगुन स्वरूप है केही दक्षिणा उपहार हामीले है दियो। ल है त गाइस, र हामी चाहिँ है भाइटिका लाउन यहाँनिर हाम्रो दिदीको घरमा है तल गाउँमा आइसकेको छौँ है। र यहाँनिर हाम्रो दिदीले है हामीलाई भाइटिका सबैजनालाई लगाइदिइसकेपछि हामीले पनि है दिदीलाई भाइटिका यहाँनिर लगाइदिँदैछौँ होइन गाइस। र थ्याङ्क यू सो मच फर वाचिङ है गाइस। भिडियो चाहिँ सकेको छैन, तर पनि म तपाईँहरूलाई अलिकति अगाडि नै थ्याङ्क यू भन्दैछु है, किनभने त्यो पनि कारण छ, तपाईँहरूले हेर्दै जानुहोस् होला, याद पाइहाल्नुहुनेछ। र तपाईँहरूले यति साह्रो है सपोर्ट अनि माया देखाइदिनु भएकोमा है तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि फेरि पनि है चाँडै भेटौँला अर्को छोटो है मिनी ब्लगमा। त्यति बेलासँग हजुरहरू है टेक केयर एन्ड किप वाचिङ माई ब्लग्स। बाई बाई गाइस। बोली यहाँ यो कलर लाउनु आँटोमा छ। भयो